स्वस्थ हेल्दी एथलेटिक पर्सनको चाहिँ बडी मसल मास बडी छ, लिन मास बडी छ निकाल्दा बीएमआई रेसियो निकाल्दाखेरि कहिलेकाहीँ उसलाई चाहिँ ओबिस पनि देखाउन सकिन्छ। त्यही भएर सँगसँगै अरू कुरोहरू पनि हेर्नु, अरू रेसियो पनि हेर्नुपर्ने मैले कुरो विभिन्न पोस्टमा अघिल्लो पोस्टरमा राखेको छु। जस्तै वेस्ट टु हाइट हैन, अनि वेस्ट टु हिपको रेसियो, अनि त्यस पछाडि फ्याट डिस्ट्रिब्युसन कस्तो छ त, कति बोसो छरिएको छ अथवा बडी बोसोको मात्रा कति छ भन्ने कुरो विभिन्न क्लिनिकल मेथडहरूबाट चाहिँ हेर्न सकिन्छ। जस्तै हैन स्क्यानहरू गरेर डेक्सा स्क्यान भन्नेमा एक्ज्याक्ट कति मात्रामा बोसो छ भन्ने कुरो चाहिँ त्यो चाहिँ टेस्टहरूबाट हेर्न सकिन्छ। वेस्ट टु हाइट रेसियो छ त्यो चाहिँ हेल्दी हुनलाई चाहिँ 0.50 अथवा 0.5 भन्दा कम भएकोलाई राम्रो मानिन्छ, महिला पुरुष दुईटैमा हैन। जेन्डर कुरा छन् हैन, अथवा एथनिक ग्रुप्सको कुराहरू छन्, यो सामान्यतया लागु हुने अवस्था हुन्, कहिलेकाहीँ आउटलायर हुन्छ। वेस्ट टु हाइट रेसियो कुरो गर्दाखेरि कहिलेकाहीँ अग्लो, अत्याधिक अग्लो र अत्याधिक कम उचाइ भएको व्यक्तिहरूमा त्यो क्यालकुलेसनमा अलिकति त्यसले उल्टो नतिजा अथवा गलत नतिजा पनि देखाउन सक्ने हुन्छ। त्यस्तो कुराहरूलाई चाहिँ करेक्सन गर्नुपर्ने हुन्छ। यो वेस्ट जुन छ वरिपरि यसको चाहिँ कम्तीमा पनि 40 इन्ची भन्दा कम्ती पुरुषमा र महिलामा 35 इन्ची भन्दा कम्ती यो भएको मानियो भने चाहिँ यसलाई स्वस्थ मानिन्छ हैन। त्यसको मतलब चाहिँ भिसरल लेयरमा फ्याटको अथवा बोसोको लेयर कम छ देखाउँछ, र भिसरल लेयरमा भएको फ्याट कम हुनु भनेको नै दीर्घकालीन रोगहरू जस्तै डायबिटिज हैन, कार्डियोभास्कुलर डिजिजहरू जस्ता चाहिँ रोगहरू नियन्त्रण गराउन अथवा त्यहाँबाट टाढेर आउन मद्दत पुर्याउँछ। मान्छेको शरीर चाहिँ पियर सेपमा हुनुपर्छ हैन, यहाँनिर यो भागमा चाहिँ गएर अलिकति खुम्चेको अथवा पियर अथवा गिटार भनौँ या सारङ्गीको सेपमा हुनुपर्छ, न कि एप्पल या फर्सीको रूपमा। हामीले खानपानमा ध्यान दिनुहोस् त, व्यायाम गरेनौँ भने सबैभन्दा चाँडो बढ्ने भनेको हाम्रो पेट हो, र सबभन्दा ढिलो पनि घट्ने यही हो हैन। अब मुख अरू चाहिँ अरू हाततिर पाखुरातिर को बोसो चाहिँ यदि र सन्तुलित भोजन आहार अथवा व्यायाम गर्यो भने चाँडै घटेको देखिन्छ भने यो लेयरको चाहिँ एकदम बेली फ्याट भनौँ न, अथवा यो एरियाको चाहिँ एकदम ढिलो भयो। यसलाई चाहिँ निरन्तर नियन्त्रणमा राखेर ध्यान दिन जरुरी छ।